आरजू राणा र उनका छोरा जयवीरको नाममा 115 रोपनी भन्दा बढी जग्गा भेटियो। इन्टरपोलबाट तत्काल नेपाल झिकाएर कारवाही गर्ने बालेन सरकारको तयारी। दशबिन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा र उनका छोरा जयवीर सिंहको नाममा देशका विभिन्न 8 जिल्लामा फैलिएको विशाल जग्गा रहेको तथ्य सार्वजनिक भएको छ। कुल 58,776 वर्गमिटर अर्थात् 115 रोपनी भन्दा बढी जग्गा फेला परेपछि सम्पत्तिको स्रोतमाथि गम्भीर प्रश्न उठेको छ। आरजूको नाममा डडेलधुरा, कैलाली, मकवानपुर र बर्दियामा गरी करिब 40 रोपनी र जयवीरको नाममा काठमाडौँ, कास्की, कञ्चनपुर र बर्दियामा गरी 75 रोपनी भन्दा बढी जग्गा रहेको भेटिएको हो। बाठा देउवाले सबै सम्पत्ति श्रीमती र छोराको नाममा गरेका रहेछन्, तर बालेन सरकारले अब सपरिवारलाई समात्दैछ। भदौ 24 गतेको जेनजी आन्दोलनमा जलेको बुढा नीलकण्ठको त्यो घर अहिले विवादको केन्द्रमा बनेको छ, जसबाट पात उडे जस्तै पैसा उडेका थिए। अहिले जलेको घर पनि भत्काउन 37 लाखको ठेक्का लागेर काम सुरु भइसकेको थियो, तर बालेन सरकारले भने अचानक उक्त कार्य रोक्न निर्देशन दिएको छ। प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धिकरण अर्थात् मनी लन्ड्रिङ सम्बन्धी गम्भीर छानबिनका लागि प्रमाण नष्ट हुन नदिन घर भत्काउन रोकिएको हो। अब तत्काल देउवा दम्पति र उनका छोरालाई पनि नेपाल झिकाएर जेल जाक्ने बालेन सरकारको तयारी छ।